अघिको खोली त्यो जिन्दगानी मान्छेको जिन्दगी आज हो कि भोलि हैन मान्छेको जीवन आज हो कि भोलि हो थाहा छैन। सो बाँचुन्जेलसम्म हाँसखेल मरेपछि तासखेल भन्छ के भन्छ हैन त्यस्तै एउटा जीवनमा। सो गुड मर्निङ अनि सबैजनामा सेवारो हवा साइरेम दर्शन नमस्कार अनि सबैजना सन्चै हुनुहुन्छ होला भनेर मैले त्यसरी एक्सपेक्ट गरेको छु र म त अब सन्चै नै छु र यसरी भिडियो बनाउनको लागि यहाँसम्म आएँ। सन्चै हुनुहुन्छ होला सबैजना हैन। यो जानलाई त सन्चै छ त्यो जानलाई कस्तो छ हैन भनेर भन्न चाहे। अनि सो अहिले म बिहानको मर्निङ एक्सर्साइज गरेर हैन पूर्वदेखि पश्चिमतिर जाँदैछु किनभने अघि बिहान पूर्वतिर गएको थिएँ एक्सर्साइज गर्दै। अहिले चाहिँ पश्चिमतिर फिर्किँदैछु किनभने घाम मेरो पछाडिपट्टि छ है घाम मेरो पछाडिपट्टि छ। सो त्यो कारणले अब म पश्चिमतिर फर्किँदै गरेको छु हैन। एक्सर्साइज गरिसकेर बिहानको मर्निङ एक्सर्साइज गरेर फर्किँदैछु मैले र पछाडि जङ्गलहरू जस्तो छ जङ्गलै होला सायद जङ्गलै छ भन्दा पनि अब बाँसघारीहरू रुखहरू छ अलिकति त्यसले गर्दा अलिकति वातावरण वन जङ्गलले गर्दा राम्रो छ। अब गाउँघरै जतिको शान्त नभए पनि अलिकति सफा हैन वातावरण नभए पनि केही न केही यतिको चाहिँ सायद जङ्गल एरियाले थोरै वातावरण चाहिँ ठिक छ हैन। अनि सो अहिले एक्सर्साइज गरेर म चाहिँ हिँड्दैछु। यहाँ अगाडि के हो यो पोखरी पनि रहेछ है फेरि ठ्याक्क पोखरी पनि रहेछ अनि टक्क हाँसहरू पनि पौडी खेल्दै रहेछ कस्तो मजाले। सो एकदम राम्रो छ अहिलेको वातावरण एकदम ठिक छ गुड अच्छा आइडिया भने जस्तो हैन एकदम राम्रो छ। सो अब म पनि यो वातावरण राम्रो भए सँगसँगै म पनि आजको मर्निङ एक्सर्साइजले आजको दिनलाई चाहिँ भनौँ न एकदम गुड डे बनाउन चाहन्छु। सो यता रोड छ गाडी गुडिरहेछ यस्तो छ के भन्ने अब ए मोबाइलले झन्डै खस्यो यार हल्दिएर। यस्तै छ जिन्दगानी दर्पण छाया के गर्नु बगेको खोली त्यो जिन्दगानी मान्छेको जिन्दगी आज हो कि भोलि हैन मान्छेको जीवन आज हो कि भोलि हो थाहा छैन। सो बाँचुन्जेलसम्म हाँसखेल मरेपछि तासखेल भन्छ के भन्छ हैन त्यस्तै एउटा जीवनमा बाँचुन्जेली कहिले आँसु कहिले हाँसो हैन कहिले आँसु कहिले हाँसो कहिले दुःख त कहिले सुख जीवनको यही अन्तराल सँगसँगै हामी पनि जीवनमा जिरहेका हुन्छौँ र जीवन भनेको यस्तै नै रहेछ। र लभिजम फिलोसफीले अर्थात् प्रेम दार्शनिकले के भन्छ भन्दाखेरिमा जीवनलाई परिभाषित गर्न कहिले पनि सकिँदैन अरे है जीवनलाई परिभाषित गर्न कहिले पनि सकिँदैन अरे किन भन्दाखेरिमा लभिजम फिलोसफीले भन्नुभएको छ थाके कति कलमहरू सुस्ताए कागजको थाक कति फुले दारी दार्शनिक जनका खुलेन तर भावरत्ती है थाके कति कलमहरू सुस्ताए कागजको थाक कति फुले दारी दार्शनिक जनका खुलेन तर भावरत्ती नचिन्यो शब्दले नबुझ्यो अर्थले खोइ के हो यो जीवन नचिन्यो शब्दले नबुझ्यो अर्थले खोइ के हो जीवन अद्भुत यो ईश्वरको रहस्यमय रचना हो भनी जान भन्छ। हो त्यो कारणले गर्दाखेरिमा यो जीवनलाई कहिले पनि परिभाषित गर्न सकिँदैन। जीवनको परिभाषित गर्ने भने अथाह छ त हामीले कहिले पनि परिभाषित गर्न सकिँदैन। यो एउटा ईश्वरकै रचना हो एउटा भगवान रूपी रचना हो भनेर भनेको छ त्यहीले जीवनलाई कहिले पनि परिभाषित गर्न सकिँदैन अरे। यस्तै छ ल भन्दै अब तपाईहरू सबैजनालाई मेरो भिडियो
हेरिदिनको लागि अनुरोध गर्दछु। अब राम्रो नराम्रो भए पनि हैन बनाउने प्रयास मात्र हो, अब राम्रो त आउँदैन, तर पनि यसो तपाईहरुले हेल्प गरिदिनुहुन्छ भनेर मेरो भिडियोलाई सहयोग गरिदिनु, हेरेर सहयोग गरिदिनुहुन्छ र मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनुहुन्छ भने अनुरोध गर्दै मेरो केही शब्दहरू अहिलेको लागि यही टुङ्ग्याउँदै हजुरहरु सबैजनामा मेरो सम्पूर्णमा भुइँसोरी सेवारु हौवा साइरेम दर्शन नमस्कार भन्न चाहे।